हेलो हेलो जय मसी नमस्ते सेवारो यो तयारी चाहिँ हाम्रो यात्रा कपुचेकोरीको थियो अनि हामीले चाहिँ काठमाडौँबाट बस लिएर गयौँ। बसबाट जाँदै गर्दा खाना खाने ठाउँहरूमा खाजा खाने ठाउँहरूमा बिसाउँदै हामी पोखरा पुगेर अनि फोटोसुटहरू गर्न थाल्यौँ। अनि यो चाहिँ एक्लै अर्काको भिडियोहरू खिच्दै हिँड्दै है पोखराको त्यो गल्लीहरूमा टुरिस्ट भएर हिँड्दैछौँ है, किनभने सम्झना स्वरूप पछि याद गर्न सजिलो हुन्छ भनेर एक्लै अर्काको भिडियोहरू खिच्दै 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 जाँदैछ। पक्का लोकल टुरिस्ट है हामी चाहिँ यतिखेर पुगेर होटलमा सामानहरू राखेर फेरि पोखराको फेवातालको नजिक हामी घुमघाम गर्न निस्केका छौँ। रमाइलो भयो जोस् यहाँनिर हिँड्दा है। भोलिको लागि मनमा उत्सुकता त्यस्तै छ, कस्तो हुन्छ होला बाटो घाटो भन्ने छँदैछ, तर पनि खानु त पर्यो। खाना खाने ठाउँ खोजेर थकाली खाना टक्क खाएर मजाले आराम गरेर भोलि बिहानको लागि हिँड्यौँ बस पक्रिनको लागि। बस पक्रेर हामी चढेर नाच्दै गाउँदै रमाउँदै जाँदैछौँ। यात्रा कठिन छ भन्ने कुरा थाहा थियो, तर पनि रमाउनु त छोड्नु भएन नि त है। हेर्नुहोस् न कस्तो राम्रो सिक्लेस पुग्नुभन्दा अगाडिको पुलमा है, यस्तो मजाले मुनिबाट खोलाको हुसो आउने है। सिक्लेस गाउँ है यो साथीहरू। सिक्लेस पुग्दाखेरि पनि पानी परिरहेकै थियो। हाम्रो यात्रामा चाहिँ प्राय पानी नै परिरहेको हुन्छ, तर ठाउँमा पुगेपछि चाहिँ रमाइलो पानीहरूले हामीलाई दुःख दिएको छैन। अनि माइला दाईको नमस्ते गेस्ट हाउसमा पुगेर खानासाना खाएर हिँड्नका लागि तयार हुँदैछौँ है हामी। अनि टक्क त्यो समयमा माइला दाईसँग नि एउटा फोटो खिच्न भ्याइ पो हाल्यौँ। अनि पानी पर्दै गरेको कारण तयार भएर हिँड्दै थियौँ है। यो रेनकोटहरू लगायो दिक्क लाग्दै क्या रेनकोट लगाउनु पर्यो, सबै ढाक्ने, हिँड्नु पनि अप्ठ्यारो हुने, अल्झिने। भरेबाट त मैले खोलिदिएँ किनभने दिक्क लाग्यो, केही उयो नहुने, छोप्यौँ सबै छोपिने अनि खोलेर हिँडेँ, किनभने फोटोहरू पनि त खिच्नु थियो बाटो घाटोतिर होइन। यसरी फोटोसोटो खिच्दै रेस्ट गर्दै अब यस्तो पुलहरू त कतिवटा त भिडियोमा खिचेको पनि छैन होला, फोटोमा दिक्क लागेर थाकेर क्या। पुलै पुल पुलै पुल पुलै पुल। हेर्नुहोस् न टक्क एक ठाउँमा बसेर फेरि तातो कफी खायौँ। अनि त्यसपछि फेरि पुल तर्दै जाँदैछौँ। नेपाल, हाम्रो नेपाल एकदम राम्रो छ है। हेर्नुहोस् त बाटोमा घरिघरि त अन्धकार त्यो तुवालोले छप्प छोपेर, तर पनि सबै तुवालोको बाटोहरूलाई चिर्दै अगाडि बढिरहेका छौँ है हामी, नथाकिकन। थाके भन्नु त भएन नि त, कति लामो यात्रा गर्नु छ होइन। यस्तो बाटोहरूमा कति चुनौतीहरू आएको थियो, तर पनि हामी सबै मिलेर पार गर्दै एक्लै अर्कालाई सहायता गर्दै अगाडि बढ्यो। रमाइलो भयो, दुःख थियो तर दुःखको पछाडि आनन्द थियो नि त। हेर्नुहोस् न, मैले अघि भने नि खालपरीको पुलहरू, रङबिरङको डरै लाग्दो कुनै, अत्यास लाग्दो कुनै, र पनि सबैलाई पार गर्दै हामी हिँडिरहेका छौँ हाम्रो गन्तव्यमा नपुगुन्जेल। अहिले चाहिँ हामी सिक्लेसबाट चाहिँ हुगुसम्मको हो, हुगुमा गएर हामी बास बस्नेछौँ। अनि हुगुसम्म चाहिँ हामी जसरी भए पनि पुग्नुपर्छ नि त। अनि हामी कन्टिन्यू राम्ररी पनि रेस्ट नगरिकन यसरी टसर जान्छ पाउँछ, फोटो खिच्दै हिँड्दै। यो सिन देख्दा चाहिँ मलाई याद आयो दिप दाजुको गीत, हो यात्री एउटा रुमाली हिँड्ने अँधेरी रातमा। सुर जस्तो पनि सुनिदिनुहोस् है। अब हामी चाहिँ हुगु पुग्यौँ। हुगुमा बास बस्ने ठाउँ, हाम्रो बास बस्ने ठाउँ। अनि राति क्याम्प फायर गरेर पुरा चिसो भएको खुट्टाहरू तताएर खानाहरू तयार गर्दै थियौँ। यहाँ चाहिँ कुद्दा एकजना मात्रै हुनुहुन्थ्यो र सघाइदिएको नि हल्का है। हेर्नुहोस् न, पिरो लसुन खाएको लेक लाग्छ भनेर त्यो लसुनले त आँखा नाक सबैबाट पानी निकालिदिएर अनि भोलिको लागि तयार हुँदैछौँ। बिहानै उठेर हामी कपुचेमा पुग्यौँ। कपुचेमा गएपछि यति त बन पाएन, फोटोसुटहरू, भिडियोहरू, नाचगान है। फेरि यस्तो मौका आउँछ आउँदैन, जानु सकिँदैन, पुगेको बेलामा दिल खोलेर नाचिदिएको नि हामी पनि के कम होइन।
आनन्द आयो। जो रमाइलो भएको थियो यो दिन, एकदमै अविस्मरणीय क्षणहरू। अनि तपाईँहरू पनि कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, नेपालमै हुनुहुन्छ भने पनि है, हामी जहाँ बसेको छौँ त्यो मात्रै हाम्रो नेपाल होइन, त्योभन्दा पनि पर क्षितिजबारी पनि हाम्रो नेपाल छ, जुन चाहिँ एकदम सुन्दर छ है। अनि अब चाहिँ हामी कपुचेबाट कोरीको डाँडा पुगेर कोरीमा बस्ने ठाउँ है, यो चाहिँ कोरीको बसेर बिहान कोरीलाई हेर्नलाई, कोरीसँग रमाउन, लुकामारी खेल्न चाहिँ जाँदै गरेको बेला खिचेको यो भिडियोहरू। अनि कफी लगेको दिन माथि बसेर कफी सफी पिउँदै निहाल्दै कोरीसँग बातचित गर्दै लुकामारी गर्दै है। अनि यति फेरि भिडियो सुट सुरु भयो है। अल्छी नमान्नु चाहिँ, अब यति त बन्ताएन, यति दुःख गरेर पुगेको छौँ है। हुनु त लुगा धेरै लगेको थिएन, सकिँदैन नै लानु, यो एउटा साडी लगेको थियो। अनि त्यसैमा यसो घरि कपुचेमा घरि कोरीमा खिच्यौँ। अनि अन्तिममा फोटो खिचेर बिदा भएर हामी टासाको बाटो झर्दैछौँ कोरीबाट। टासाको यात्रा कठिन थियो, एकदमै कठिन, डरलाग्दो भिडहरू, सिधा सिँढीको बाटो, घरि उकालो घरि ओह्रालो है, वन जङ्गल। तर पनि त्यो साथीभाइहरू सबै राम्रो भएको कारणले गर्दा एकले अर्कालाई ढाडस दिँदै उत्साह दिँदै त्यही त हो भन्दै है, हामीले यो उकालो कोरीबाट तल कोरीबाट झर्ने र चढ्ने उकालोको क्रममा है पार गरेर अनि यसरी अब टासाको नजिक आइपुग्यौँ भनेपछि चाहिँ हल्का नाचगान रमाइलो क्या। त्यो उकालो र ओह्रालो गर्दा आँसु आएको दुखेकोहरू सबै भुलेर नाच्दै हामी चाहिँ टासाको नजिक पुग्यौँ है। टासाको नजिक पुग्ने बेलामा अनि पुल थियो, अनि पुलमा मजाले झन्डा फरफराएर फोटो खिच्यौँ, आराम गऱ्यौँ। अनि अब चाहिँ टासाको ठाउँ जहाँ हामी रात बितायौँ, बस्यौँ। अनि बिहान उठेर खाजाहरू खाएर रमाइलो गरेर अब हाम्रो सिक्लेससम्मको फेरि यात्रा थियो। सिक्लेसमा पुगेर हतार खाना खाएर बस चढेर पोखरा पुग्नु पर्ने थियो। अनि हामीले ढिलो नगरिकन यताउता अलिकति साइड सिन हेरेर तयार भयो। थाहा पाउनुभयो नि त होइन, अब यात्राको लागि तयार भएको हामी। अनि लाग्यौँ फेरि टासादेखि मजाले वनको ऐसेलहरू खाँदै। यो गाउँ चाहिँ सिक्लेस नजिकको गाउँ है। अनि सिक्लेसमा पुगेर फेरि माइला दाइकोमा खाना खाएर गाडी चढेर हामी त हतार पोखरा आएर फेवाताल घुम्यौँ। किनभने हाम्रो सबै दुःख कष्टहरू चाहिँ फेवातालमा पुखाउनु थियो नि त। अनि फेवाताल मजाले घुमिवरी अनि रेस्ट गरेर भोलि बिहानै हामी गाडी चढेर लाग्यौँ काठमाडौँ। अनि काठमाडौँमा पुगेर आमासँग त्यो यात्राको गफहरू गर्दै समय बिताएको, आमालाई सुनाएको रमाइलो पलहरू। थ्याङ्क यू हाम्रो भिडियो हेरिदिनु भएको लागि, धेरै माया।